हेलो एभ्रिवान, सबैजना सन्चै हुनुहुन्छ होला है। आज चाहिँ हामी अप्रिलाको इन्जिन सेट गऱ्यौँ। यो फाकल फुकुल भएको चाहिँ धेरै वर्ष भएको थियो। आज चाहिँ घर बसेको चाहिँ आज टाइम सदुपयोग गरेको है। इन्जिन यो चाहिँ फुल इन्जिन सेट भयो। ब्लक किट अस्ति काठमाडौँबाट ल्याउने भनेको बोर गर्नु दिएको थियो, ल्याउन भ्याइएन, बिर्सिहालेछ कि ल्याउनै। अनि भइसकेको छ। अब अर्को टिपमा चाहिँ यो हाफ इन्जिन सेट हुन्छ, फुल इन्जिन सेट भइसक्यो। अब हामी अर्कोचोटि चाहिँ फुल इन्जिन सेट गरेर स्टार्ट गर्ने हो। अहिले चाहिँ स्टार्ट हुँदैन। यसको यो भाँचेको थियो मेन कुरा। अनि फुल इन्जिन खोल्नु पऱ्यो कि यो भाँचेको थियो, यो फेरे, यो सेकेन्ड ह्यान्ड नै लिएर। अनि यो पुरानोकै हो। यो भित्र चाहिँ यो नट खोल्ने मेरो रेन्जर सबै हराएछ क्या। अनि मैले चाहिँ यसलाई साफ गरेर यो गेराएर हालिसकेँ। यहाँनिर छ यो। अनि त्यसपछि यसको फुल इन्जिन सेट भइसक्यो। यो पिस जोड्यो, सबै टुक्रा थियो। एउटा यसको त्यसको इन्जिन बनाएको। अनि यसको पनि इन्जिन बनाउनु पर्ने छ। यसको चाहिँ अब अलिक पछि दसैँ तिहार पछि यसको चाहिँ सक्यो। आज लगभग फुल इन्जिन बनाएर अब धेरै टाइम लाग्दैन। अब हेड सेट गर्नु छ। हेडको चाहिँ काम गर्न लागेको। अब यो भेल लेपिङ गरिसकेँ मैले। भेल लेपिङ अनि भेल लगेर हालिसकेँ, आइएलसिल हालिसकेँ, सबै भइसक्यो। अनि अब यो केमसाफ्ट, यो रोकट, अनि यसको यो चाहिँ मेन पिकअप आउँदैन, यो भएन भने यो केम चेन हाल्ने सबै यस्तै छ। अब सफा गरेर हाल्ने हो नि त। ल अब चाहिँ धोएर सक्यो। अब फिटिङ बाँकी है। फिटिङ चाहिँ कस्तो हुन्छ, यो रोकट, यो केमसाफ्ट चाहिँ
ल सक्यो।